लिएर है यहाँ यसो दिदीले 82 सालको टिकी लाउन लाएको बाबुलाई दादुलाई दिदीले यहाँ पूजा गर्न लाएको अहिले हेर ढोकामा पूजा गर्न लाएको दियो कलश गणेशलाई अनि बिमिरोलाई अनि सिलौतो ओखरलाई पूजा गरेर सबै रङको पूजा गर्छन् तिहारमा सबै रङ लाएर पूजा गरे अब दिदीले ल्याएर अब यस्तो गरेर यहाँ घेरेर ल्याउँछन् यहाँ घेर्छन् ल्याएर हेर्छन् अनि अहिले फेरि पूजा गर्छन् यहाँ के सामग्री राखेको छ अब खोल न भिडियो खोल देखाउँदैछ दिदीले के गरे हेर लिएर दिदीले के गरे हेर बाबु हेर म हेर न पानी हेर न ए बाबु बाबु हेर टू घुमाएको हेर न ल बाबु दादुले हेर दादुले के गरे पूजा गरे हेर अब बाबुलाई नि गरिदेऊ प्लेट मार बाबु गर्ने मार दिदीले गरे हेर न बाबु प्लेट माले खै आहा कस्तो राम्रो ल बाबु त ज्ञानी पो छ त प्लेट मार्दै दिन्छ बाबु यहीँ पछि गर एकैछिन पछि गर ल एकैछिन पछि गर हेर टिकी लाएको हेर अहिले ल बाबुले पनि हेर्न छ अहिले त कस्तो राम्रो हेर्न छ कुन कलर लाएको पहिला अब कुन कुन लाउने हेर यसको फोटो ठ्याक्क यसरी आउनु पर्ने नि किन आउँदो रहेछ मेरोमा त छ त प्याट्याप तल भिडियो खिच्दा फोटो आउँदैन आउँछ त एउटा साइडमा हेर्नु क्यामेरा छ त त्यो त्यसमा पटक्क गर्दैन आफै आवाज आउँदैन रेड के लाउने रे कुन कलर रहेछ कस्तो राम्रो हेर न ग्रीन लाउने र हेर रेडले कुन कलर अब व्हाइट लाउने हेर त हेर व्हाइट सुरु ल व्हाइट अब चाहिँ ब्लू लाउनु पर्ला बाबु हेर भाइलेटी पर्पल अन्ता कलर रहेछ वान कलर भन दामी छ ल अब भाइलाई अब त्यहाँ राख्दै यतापट्टि प्लेट मारेर बस्छ बाबु तिमी बाबुको बाल्नु तिमी लाउने क्या राम्रो हुन्छ हेर नि आहा सिल्भर बाबु टल्क्यो 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 भन न मेरो पालो भन न ल अब बाबु यहाँ बस्छ अब यहाँ दिदी यहाँ बस्छ प्लेट मार प्लेट माल छिटो म त्यही राख फोन एकछिन ल दिदीले लगाइदिनु ल अब हेर हात यसो गर हो ल आहा कस्तो ज्ञानी भएर हेर न फोटो पनि खिचिहाल्यो नि ओहो बेबी येल्लो कुन कलर लाउने भन ल तिमीलाई कुन कलर मनपर्छ रेड लगाइदिन्छ भन अब कस्तो राम्रो है पहिलोचोटि ला है बाबुले है वाउ भन न अब रेड कलर लाउने कुन लाउने बेबी रेड कलर आहा कस्तो राम्रो दिले हेर थ्याङ्क यू वाउ गुड अब यो बिचमा लाउनु बिचमा माथि पनि लाउनु
वाह पक्का पक्का खिचेन खिचेछ एकछिन छैन ऊ त्यो छ त्यो छ त्यो छ किन तिमी किन्ने ल जल्दी खिच्नु हेर यता हेर न बाबा एकैछिन भइसक्यो छ वाउ ल हेर ल हेर त भिडियो खिच्ने सेल्फी तिमी गर ल ल दिदी लगाइदिन्छ हेर न पिंक कलर देख्यो कुन कलर अर्को यो पिंक कलर पिङ्क कलर र त्यहाँ हेर म पनि खोजेँ ओ मेरो आइरहेछ अब यो कलर यहाँ त्यो उसलाई त्यो यहाँ सक्क अब ल्याएर कति राम्रो आइसक्यो हेर न फेरि अब ग्रीन कलर लाउने ला ल यता ल यता हेर बाबु माथि हेर छोरा यता माथि हेर न हेर हो अब दामी अब ल कस्तो राम्रो व्हाइट लाउने आउ त व्हाइट कलर खै यता हेर माथि बुबा त्यो हेर बुबा अर्को फोनले खिचे बुबा अँ फोटो खिच्नु बाबु खिचेछ खिच्न त यताको यो आयो क्या जालीको यो राम्रो आयो नि यता गएर खिच्नु पर्यो ल हेर ल आयो ल बाबु यता हेर नि यता यता हेर यहाँ हेर नि बाबु यहाँ हेर नि यो पात यहाँ आएछ लिप्स ल बाबा हुन्थ्यो अब म खिच्छु आफै मिलाएर नेचुरल ल गर त यहाँ अब पात लाउने हेर हेर लिप्स यहाँ हेर ड्याडलाई पात हाले ल अब बाबुलाई पनि दिलले के दे पात हालिदिन्छ नि हेर बाबुलाई पनि है बाबुको पनि छ हेर है दिलले हेर ल हेर दिलले बाबुको पाल ल ठुलो पात छ यहाँ बुवाले हेर त आहा कस्तो राम्रो ल बा यस अब माला अब माल उता गएर लिएर हौ ड्याडी पनि हेर्नु कस्तो माथि बसेछ आफै राखेको छोरीले आफै ड्याडी पनि धरेको ल भयो अब माला देख्छ नि सगुन लास्टमा खानिदिने हो यहाँ है माला लगाइदियो दिलले ओ माई गॉड हैन ल बाबुलाई नि माला ल माला बाबुलाई नि माला ल फोटो खिच्नु पर्यो बसेर हेर खिच्नु ल बस एकछिन बसिहाल बाबु त्यहाँ हेर बाबा त्यहाँ नि त्यहाँ बुढी बाबा आयो के भन्नु न अब फोटो खिच्नु थाहा छैन म च्यास छोको दिन्छ भिडियो किन भिडियो त खिचिरहेको छ त आफै भिडियो खिच्दै गर्दै गर्छ नि त्यसले होइन भिडियो खिचिरहेको छ भयो 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 अनि यो गर्दा फोटो खिच्नु थाहा छैन बाबुले अब स्टप गरेर हेर्छ नि त बाबुले नि गरेर फेरि गरेर दिला गरेर दुई हातले गर दुई हातले दुई हातले गरेर हो कस्तो राम्रो आहा नि बच्चीको ल टिका लाउँछु ल आफै लाउने ल आफै ल दिललाई लगाइदेऊ पहिला सर्ट लगाइदेऊ नि ल ल त्यहाँ बस पक्कै उसले दादु ठिक रेडी पार्नु लाग्यो क्या आफै लाउने यहाँ हेर यहाँ आफै लाउनु लगाएर न ल रेड लाउँछु कुन कलर लाउने डेलिस गर्छु भयो यहाँ दिदी आइसक्यो भन वाउ भन अर्को आफै ल फेरि लगाइदेऊ ल उयो तारिक खिच्यो भने त्यसले 3 ल छैन त्यो घाम परेर यसको मुखमा हो घाममा पऱ्यो क्या अनि के भन्दा के ओ कस्तो राम्रो होला पर्पल ल यसको अनुहार देखिएन कि यता गर्छ है ल भाइ अब कुन लाउने होला
अब ग्रिन लाग्यो ग्रिन 1 2 3 ओ माय गॉड भन कस्तो राम्रो भयो ल पिङ्क फेरि लाउने ल रेड लाउने रेड भाइचा, भाइचा। दिदीको यता हेर न ओ माय गॉड अब कस्तो राम्रो देख्यो हेर न ल भयो ल माला। अब व्हाइट पनि लाउनु पाइन्छ पहिला पिङ्क लाउनु ल अलिकति ओहो अब रेड आउँछ क्या दामी हेर न रेड ओ माय गॉड रेड हेर न दिदीको ल हो अब बिचमा ड्याडीले थप्छु ल व्हाइट थप्नु व्हाइट लाउने बाबा ओ माय गॉड कहाँ राख्ने यहाँ हो व्हाइट हेर न कस्तो राम्रो देखे अब हामी सिल्भर पनि हाल्ने कि क्या हो छोरो ओ गुल्लु ल भयो ल अब माला अब माला लाउने अब सकियो त ल ओ मजा आयो भन्नु न अलिकति छ अलिकति सफा हात सफा गर्नु पहिला यो खाना चिताउनु आमा अनि कि तेल लाग्यो त्यसो तेल लगाइदियो अनि खेर ऊ के भन्छ ल भयो अरे वाह अब तिमीलाई माला लगाइदिने हो बाबा कि पात लाउने पात लगाइदिन्छ कहिले लगाउँछ बेबी बाउले लगाइदिएर टाउकोमा लगाइदिनु छोरो उठ 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 उठेर कान दुई हातले राखिदियो दुई हातले यसरी थ्याङ्क ल यू कति राम्रो भयो ल अब माला लाग्यो माला लगाइदिनु तिमीलाई जङ्गेर ल माला लगाइदियो है पकाइ फोटो खिच्यो ल कति राम्रो अब भयो अब सगुन ल दिलाई बाबुलाई चाहिँ नदिनु तिमीले दियो ल दिलाई दिल्ला देऊ न तिमीले दिन्छु म अनि खाइदेऊ ओ कति राम्रो भयो ल ल भयो अब दिदी हाम्रो प्रसाद दिनु पर्यो हाम्रो मिठो मिठो पापा बम खानुपर्छ अब अब पापा ल्याउने दिल्ली पापा ल्याउने एउटा माला लगाएर एउटा फोटो खिच्नु लाग्यो एकछिन यस्तो चिनाउँछ हौ माला त वास्तै पिला फोटो खिच्ने के गर्नु अब ल छिटो तिमी एकछिन दिउँ ल ए फोटो खिचौँ न होइन त्यसो मात्र न पहिला समाति ओहो बाबुको कुन हो ड्याडीको कुन हो ड्याडीको पहिला ड्याडीको दाजुको टक्क ल यहाँ दाजुको अब बाबुको समात बाबुलाई बाबु समात दुईटा अब बाबुको आउँछ बाबु बाबु बाबुको नाम लाग्यो दिदीले हेर दिदीले ल्याउनु आएको ओ माई गॉड लिभि दुई हात थाहा बाबु समाति थ्याङ्क यू भन समाति उया राखी उया दिदीलाई थ्याङ्क यू भन तिम्रो सबै तिम्रो एकछिनमा खाने एकछिनमा यो समात ओ माई गॉड पकाइ एकछिन है बुवालाई हेर न ल ल ल थ्याङ्क यू भन यो खान्छ अलिकति खान्छ ल ल भाइ सबै खाने ल अहिले सबै खाइन ल दिदीलाई हामीले के दिने बाबा दिदीलाई हामीले यी पैता दिनु ए ल। कति त गर्ने बिर्सेछ त अब गरे नि हुन्छ सबै काम सिधै दिलाई देऊ ल यसो समात समात Thank you, पुरा Anna. ढोकी ढोकी धोकी गरिदियो ल देखि देखि चिगला ल खुट्टामा हात पनि दुख्दियो ल जी यहाँ जी गर जी गर। यहाँ जी गर Thank जी ल ल भयो ल अब धुपबत्ती गरेर ठ्याक्क भयो ल ओके ड्याडीलाई दिउँ त ल यसमा त्यसमा एकछिन ल यो निला न अलिक अर्को दुध त बल्ला बल्ला छ राइट त्यहाँ बत्ती बाल अनि हेर ठ्याक्क अनि हेर घन्टी बजाऊ पछि खाने बाबा अनि धेरै भइहाल्यो नि सबै तिम्रो त धोबती बनाउन आएर चाहिँ ताली बजाउनु पर्छ घन्टी बजाउनु भने हैन अब घन्टी बजाउँछौ आन्टीले बजाइथ्यो भन न ल ताली ल धुपबत्ती गऱ्यो कता राम्रो धुपबत्ती कता राम्रो धुपबत्ती आहा आहा ल अब त पनि टोफो खिच्दा ल पछि ड्याडी एकछिन भिडियो होल्ड गरेर फोटो खिच्नु लागि यहाँ फेरि आगो हुन्छ आउ न ल अब